ल यो चाहिँ हामी अब आज प्रपुचेला धुरी ध्यान आश्रममा आएको छौँ है। पुरा अफरोड, टोटल्ली अफरोडबाट आएको हाम्रो काकाले चाहिँ अब यो फेरि पुरा उद्घाटन गर्दै हुनुहुन्छ क्या फेरि गेटको चाबी नै त्यही हो चाबी त चाबी यो हुन्छ है खोल्ला त नि खोल्ला नि अलिक मिलाएर खोल्नु कि यहाँ खोल्ला छ जस्तो छ त यो सानो चाहिँ सानो कि किन ठुलो खोल्ने हो र यो सानै खोल्दाखेरि नि हुन्छ होला नि त त्यही त नि यो खुल्लै रहेछ त अनि किन चाबी लगाएको फेरि त्यसै बरु भित्रबाट लगाइदियो हुन्छ नि त्यो स्कुटी त्यहाँ राख्नु स्कुटर त त्यहाँ राख्नु यति त होला नि यो एरिया होइन ल एकदमै पुरै यो जाली लगाएको जति सबै एरिया यताको हो यो एरिया भन्दा नि यो त सार्वजनिक जग्गा नै हो यो चाहिँ पहिलो घेरा ल यो दर्शन गर्न है यो चाहिँ के हो यो टोइलेट बाथरुम छ यो चाहिँ यो पानी धारा चाहिँ हाम्रो यो हो बनाएको मामा माइजीको नाममा चाहिँ मिस्टर रूपलाल पुनले बनाएको रूपलाल पुनले हाम्रो नाम पनि छ मम्मीको छ मेरो बाबा मम्मीको पानी आउँदैन र यस्तो जमेर बसेको छ त मालिका गाउँपालिका बिमो कहाँ छ त आमा रतिमा छोरा छोरी छोरा बुहारी छोरा भान्जा छोरी भुलमाया रोकाल भुलमाया रोका अनि भान्जा दिलप्रसाद रोका ल मम्मीको नाम र अनि हाम्रो बाबाको नाम पनि रहेछ खुसी लाग्यो यस्तो टाल्ले पानी तालिएर बसेर चाहिँ पुरै त्यो उ भएर फेरि बनाउने चाहिँ कुन हो त यो पानीको लागि फेरि यसको लागि बनाउने चाहिँ कहाँ हो फेरि बनाउने के ए उता माथि भयो यहाँ होइन ठुलो रहेछ त एरिया त आम्माम यो चाहिँ के हो स्टोर रुम के को नाम छ त यहाँ फेरि समितिको अनि यो चाहिँ बाहिर अन्तर्राष्ट्रिय बाहिरबाट आएको बाहिरबाट सहयोग गराएको अनि यो चाहिँ अस्ति उद्घाटन गर्दाखेरि पूर्व मन्त्री रेशम बहादुर गुज्जरले उद्घाटन गर्दाखेरि बुझ गरेको है यिनीहरू चाहिँ यो काठमाडौँमा तिहारमा भैली खेलेर पैसा उठाएको थियो नि यहाँ उसको लागि यिनीहरू चाहिँ यो बिमा समाज हो बिमा समाज काठमाडौँ बिमा समाज काठमाडौँ भनेपछि त हाम्रो पनि नाम आउनु पऱ्यो त फेरि छ नि यहाँ कता कता छ बेनी ओम यो होइन फेरि है त छ योसम्मको 100 यताको पनि हो यता त छैन छ भुलमाया रोका मालिका छ दिच्याम 5155 ल हेर फेरि यहाँ फेरि भेट्यो फेरि भुलमाया रोका मालिका छ दिच्याम 5155 रुपियाँको सहयोग ल हेर्दा हेर्दै दुई ठाउँ भेटिसक्यो अब यो चाहिँ होम कुन्द यो खोल्नु मिल्दैन यो होम लाउनु ठाउँ यस्तो रहेछ नि त अस्ति यहाँ ठुल्बाहरू आएर गरिदिए त होला होम लाउने मात्रै हो अझै सामग्री अस्ति भर्खर गरेर गयो होला बोट बनाएको छ छोडेको पहिला कपिला नाम त दिथे हवन गरेको ठाउँ यो पुरानो
यो चाहिँ यो नै अहिले नयाँ त्यहाँ बनाएको धेरै पुरानो विक्रम सम्वत 1970 साल पो भन्छ त धेरै पुरानो त्यतिखेर यहाँ तपस्या गरेको होम गरेको होम गरेको यो चाहिँ हाम्रो दादा गाउँ पोलबीर बाजेले बनाएको यो कपिलानन्दजीको पुती मन चाहिँ हाम्रो मूर्ति चाहिँ हाम्रो स्पोन्सर उसले चाहिँ बनाएको यो चाहिँ के हो यो चाहिँ शिव मन्दिर यो चाहिँ शिव मन्दिर अच्छा 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 यो चाहिँ शिव मन्दिर दिनदिनै पूजा त हुँदैन यहाँ दिनदिनै त हुँदैन टाइम टाइममा हुन्छ यत्रो किरा पनि यस्तो हुँदो रहेछ भने हाल्दै त्यहाँ हो मालिक के किरा यस्तो डेन्जर मरेको हो मरे खानु नि है हेर्दै डर लाग्यो किरा अरे यो यो घन्टी त बन्द रहेछ त्यो घन्टी बजाउने घन्टी रहेछ बन्द रहेछ डोरीले बाँधेर राखेको छ त डोरी समातेर बजाउनु त नि ए यो चाहिँ के को ढुङ्गा हो र का यो चाहिँ उसको हो नि देउटा हो नि किन बाहिर प्रभु चेला मन्दिर ध्यान गर्ने मन्दिर रे ओ मा धेरै हाइटमा रहेछ धारापानी चाकुम धारापानी पनि तल देखिँदो रहेछ है धारापानी चाकुम मराङ देवस्थान रुन्म दिच्याम ओहो दिच्याम बिचरा म आज जानुपर्ने ठाउँ त्यो दिच्यामको त्यो फुटबल ग्राउन्ड हो क्या त्यो फुटबल ग्राउन्ड आज जानुपर्ने यो माथिको चाहिँ के हो यो रुनमा ए रुनमा है रुनमा दाङ्गा देवस्थान होइन उता पन्थोक यो धारापानी उता ताकुम धारापानीमा अहिले बाटो राम्रो भएछ क्या सिधै हो नि त पहिला हामी जाने बेला त्यस्तो चाहिँ हो नि त बाटो त हाइवे जस्तो ओ माइ गॉड राम्रो भएछ ल माथि त छैन होला नि छ नि जाउँ न माथि के छ अब हाम्रो यताबाट हाम्रो खाराको दाइले बनाएको ए वहाँ ठुलो भाले एकदम ल अरूभन्दा नि आज चाहिँ फेरि हामीले के अरे रत्ता देख्यो कहाँ कि है बाटोमा रत्ता देख्यो त्यो चाहिँ बडो मजा लाग्यो क्या जङ्गली रत्ता यस्तो हाइटमा रहेछ त अनि फुत्त गरेर रत्ता निक्लेर गयो त अनि यसलाई चाहिँ अब व्यवस्थापन गर्ने भन्ने कुरा छ समितिले यो बुद्धको मन्दिर ए यहीलाई हो मूर्तिलाई हो उचाल्ने भन्ने उचालेर माथि यहाँ लगेर राख्ने भन्ने कुरा छ यहाँ चाहिँ यस्तो बनाएर छोड्दैछन् त्यत्तिकै हो यो सिमेन्टको ढिक्का सिमेन्टले बनायो सिमेन्टले बनाएको हो माइ कलर सलर रङ लाउने ठिक राम्रो छ यस्तो पुरा तपस्या गरेको जस्तो हात चाहिँ के किन यो त अलि नहुने होला नि त त्यसरी हात भाँचेको भए त यो हाम्रो गम प्रसाद जुग्जालीको सपरिवारले यो बनाएको चाहिँ यो गणेशको मन्दिर भन्ने छ ए उहाँको हो यो ल प्रसाद जुग्जालीको सपरिवार भाइ दाजुभाइहरू ल छोराहरू देव प्रसाद जुग्जाली पनि ल
राम्रो छ ल बाजेलाई धन्यवाद छ यस्तो मन्दिर बनाइदिएकोमा यो चाहिँ हाम्रो आराको दाइ ठुलो भाले यो भाले बनाएको पहिला चाहिँ कपिलानन्दजीले बाँझोको बुदा मुनि बसेर ध्यान गरेको अरे भन्ने कुरा सुनिन्थ्यो यही हो अस्ति ल्याएको मूर्ति पूजा पनि गर्छ र यहाँ के हो स्वर्गीय हर्कगाजी जुगजाली ठुलो बाबाको छोरा भक्तबहादुर जुगजाली रे को दाइ दाइ चाहिँ बुहारी कन्सुबा छोरा बुद्धिबहादुर जुगजाली ल ठुलो बाबाको नाम पनि रहेछ बुद्धिबहादुर जुगजाली र रनमाया जुगजाली ल एकदम राम्रो बनाउनु भएको रहेछ ल ठुलो बाबाले पनि धन्यवाद उहाँलाई पनि राम्रो बनाउनु भएको बारेर यो सिद्धो स्थान भन्ने यो ए मन्दिरकै एरिया त हो नि यो पनि सिद्धो स्थान पानी टमबहादुर थापाको उसमा चाहिँ बनेको है धारापानी रे टमबहादुर गुराँस पनि गुराँस कहाँ छ खै गुराँस पनि टन्न फुलेको हो अब त्यो बुद्धको मूर्तिलाई चाहिँ यहाँ ल्याएर राख्ने कुरो छ ए त्यो बुद्धकोलाई बनाउने कतिजनाले उचाल्नुहुन्छ त लाग्छ त्यो 8-10जना मान्छे है अलिकति सम्म ठाउँ छ ठ्याक्कै यहाँबाट उत्यो मालिका धुरी हो त्यो त्यो मालिका धुरी हो त्यो मालिका धुरीबाट यहाँ पनि देखिन्छ चाहिँ सोचेर स्थापना गरे जस्तो रहेछ नि त एउटा उता एउटा त्यो पुरै लालीगुराँस हो झरी छ यो यो ठाउँ पनि राम्रो छ सम्म आएर सम्म बनाएर बुद्धको मूर्ति राख्ने झन्डा ठुलो अग्लो झन्डा राख्ने भने उहाँ मालिकाबाट यो देख्छ यो देखेपछि यता फेरि पर्वजला ध्यान आश्रम चाहिँ दर्शन गर्न आउँछन् क्या मान्छेहरू एकदम राम्रो छ आनन्द आउने ठाउँ चाहिँ यहाँ ध्यान गर्ने मान्छेहरूलाई आनन्द आउने छ कि आउनु पनि मेहनतै गर्नु पर्दो रहेछ त्यतिको मेहनत त गर्नु पनि पर्यो 2-3 ठाउँमा स्कुटर फसेर ल एकदम राम्रो छ अब झन् राम्रो गर्नु पर्यो अब झन् राम्रो गर्दै जानु पर्छ अझै पनि राम्रो गर भनेर कोषमा आयो होला नि त अझै सही गर्नु पर्यो कोषमा ल एकदमै राम्रो भएको छ प्रभु चेला ध्यान आश्रम मालिका कति पर्छ यो मालिका 7 मा सबले सहयोग गर्नुभएको रहेछ ल राम्रो छ है द्याट्स इट आजको लागि चाहिँ यहीमा चाहिँ एन्डिङ सिया